युवाहरूलाई विदेशबाट फिर्ता ल्याउने नेपालमा भएको युवालाई रोक्नु जरुरी छ जस्तो लाग्छ हैन अनि व्यवस्थापन गर्न जरुरी छ। हेलो नमस्कार, म राजीव जङ बस्नेत। आज मैले मेरो आफ्नो पर्सनल सोच हैन सेयर गरौँ जस्तो लागेर, त्यस्तो खासै केही छैन हैन, मन पर्यो भने सपोर्ट गरिदिनु होला। खास गरी म विगत केही वर्षदेखि अस्ट्रेलियामा थिएँ, अहिले नेपालमै छु र खुसी पनि छु। म खास वास्तवमा भन्नुपर्दा विदेशमा भन्दा धेरै खुसी छु। त्यो विदेशको खुसी र नेपालको खुसी दाँच्न मिल्दैन। पहिला यो अस्ट्रेलिया जानुभन्दा अगाडि पनि म पहिला 3 वर्ष जति युके पनि बसेर आएको थिएँ। त्यो बेलामा पनि युकेबाट फर्केर आइसकेपछि पनि नेपालमा धेरै गरेँ हैन, रेस्टुरेन्ट गरेँ, ट्राभलको बिजनेस, फार्म, कपडाको बिजनेस गर्थेँ, धेरै थियो बिजनेसहरू। तर कोभिड पछि म फेरि अस्ट्रेलिया मुभ भएँ। म अस्ट्रेलिया हुँदा पनि म एक्लो थिएन। अब मेरो मम्मी, मेरो दाइ, भाउजू, दिदी, भिनाजु, मेरो श्रीमती, छोराहरू, भान्जाहरू सबै हामी सँगै थियौँ। त्यस्तो गाह्रो त होइन, सबै चिज एकदम कम्फर्टेबल थियो, रमाइलो थियो हैन। अब नेपाल जस्तै घरमा बसे जस्तै माहौल त भइरहेको थियो। तर पनि केही गर्नु पर्दाखेरिको कन्डिसनमा चाहिँ नेपालमै गर्न मन लाग्थ्यो, नेपालमै आउन मन लाग्ने। नेपालमै अब केही गरौँ भने अब नेपालमै बसेर चाहिँ गर्नु पर्यो। अस्ट्रेलिया जाँदा पनि त्यही भयो कि अब गइसकेपछि चाहिँ आफ्नो देशको चाहिँ गएको भोलिपल्टदेखि नै एकदम त्यो मिस हुने कि एकदम हैन। गइसकेपछि चाहिँ नेपालको माया चाहिँ एकदमै लाग्ने नि त हैन। गइसकेपछि चाहिँ फिल भयो कि आफ्नो देशको माया। अहिले म फर्केर आएँ अनि आइसकेपछि चाहिँ मैले अब केही गर्नु पर्यो भनेर सोचिरहेको हुन्छु नि त। अब सोधिरहेको हुन्छु साथीहरूसँग के गर्ने होला, कसो गर्ने होला, के छ नेपालमा हैन। साथीभाइ, इष्टमित्र, अब आफन्तीहरू सबैसँग सबको एउटै रिप्लाई आउँछ कि मलाई, ल अस्ट्रेलिया गइसकेको मान्छे अब किन फर्केको, उतै बस्नु पर्थ्यो, नेपालमा गाह्रो छ हैन, नेपालमा केही गर्न सकिँदैन भन्ने जस्तो हुन्छ। तर म चाहिँ नेपालमै फेरि केही गर्न सकिन्छ भनेर लाग्छ कि एकदम मनमा चाहिँ एकदम नेपालमै केही गर्नुपर्छ, जे गरे पनि नेपालमै गर्ने हो भन्ने लाग्छ। र अब म मात्रै होइन, म अलि फर्केँ, मेरो दाइ भाउजूहरू पनि फर्किने होइसिन्छ हैन। जस्तो अब नर्मल्ली अब हामी नेपालमै सबै हामी परिवार फेरि नेपालमै बस्ने हैन। मेरो एउटा दिमागमा के आउँथ्यो भन्दाखेरि जिन्दगी विदेशमा त कटाउन सक्दैन भन्ने फिल हुन्थ्यो कि मलाई चाहिँ। गर्नु त पछि जानु त एकचोटि म पछि नेपालै जानुपर्छ, तर समयमा, टाइममा, म एज हुँदाखेरि मैले केही गर्न सक्ने टाइम हुँदाखेरि टाइममा गएँ भने चाहिँ त राम्रो हुन्छ नि त। मैले केही गर्न सक्छु नेपालमा। तर म सुरुवात गर्ने कसरी, कहाँबाट सुरुवात गर्ने भन्नेमा छु। सबभन्दा मेन त अब नेपालको गभर्मेन्टहरू स्टेबल पहिला हुँदैन थियो, अब अहिले हेरौँ अब होइन। अब प्रधानमन्त्री युवा हुनुहुन्छ होइन, र त्यसले गर्दाखेरि यस्तो युवाको लागि के सोच्नुहुन्छ जस्तो लाग्छ होइन। न्युजहरूमा हेर्छौँ अब युवाहरू धेरै विदेशी नेपालमा युवाहरूलाई विदेशबाट चाहिँ फिर्ता ल्याउनुपर्छ भन्ने सुनिरहेको हुन्छौँ। तर युवाहरूलाई विदेशबाट फिर्ता ल्याउने भन्दा पनि अहिले नेपालमा भएको युवालाई रोक्नु जरुरी छ जस्तो लाग्छ होइन। कति घरहरूमा चाहिँ अब नर्मली छोरा छोरीहरू नै छैन होइन। अब उनीहरूले नेपालमा लाइफ पनि देख्दैन अनि विदेशिन्छ, विदेशबाट फर्किन त्यति सजिलो छैन। विचार गर्नुपर्छ फर्किनको लागि। नेपालमा अब सबै चिज एकदमै महँगी छ नि त। एउटा सानो आम्दानीले घर चलाउनु एकदमै गाह्रो छ नि त। धेरै बुवा आमाहरू चाहिँ एकदम पीडामा हुनुहुन्छ क्या। यो पीडा, म यो पीडा एकदमै बुझ्छु होइन। मान्छेहरूलाई म देख्छु पनि होइन। कोही मैले अब साथीभाइसँग कुरा सुन्छु, साथीभाइहरू पनि छटपटिरहेको हुन्छ कि विदेशमा कि अब घरमा बुवा आमाहरू एक्लै हुनुहुन्छ भनेर होइन। अब तर आउनलाई चाहिँ नेपालमा वातावरणै बन्दैन। अब सबैको घर एकदमै स्ट्रङ छ, सबैको घर चाहिँ एकदम अब राम्रो छ, सबैसँग पैसा छ भन्ने चाहिँ छैन नेपालमा होइन। सबैलाई घरमा नेपाल आउन मन छ होइन, मनमा त आगो बोलेको छ नि होइन। अब बुवा उहाँहरू बुढो भइसक्नु भयो, उहाँहरूलाई पानी दिने मान्छे छैन, सबैको प्रब्लम हो यो। नेपाली धेरै विदेशमा हुने मान्छेहरूको प्रब्लम हो। अब नेपाल आएर पनि स्वास्थ्यमा, शिक्षामा होइन, अब हरेक चिजमा यति महँगी छ नि होइन। अब त्यो महँगी धान्न पनि सक्नु पऱ्यो नि त। बिना आम्दानी, बिना केही नगरिकन त नेपालमा पनि बस्न सकिँदैन होइन। केही गर्नुलाई पनि पैसै चाहियो होइन। मैले पनि अब केही गर्ने सोचमा छु। अब हेरौँ होइन, बुझिरहेको छु। मेरो फर्स्ट भनेको चाहिँ सोच होइन नेपालमै गर्नै छ। विदेश अब जानु छैन, नेपालमै बसेर होइन। म मात्र नै कि मैले पनि केही रोजगार दिने वातावरण सिर्जना गर्ने इच्छा छ। हेरौँ होइन के हुन्छ भविष्य।